हेलो एन्ड नमस्ते साथीहरूलाई है। आशा गर्दछु सबै सन्चै हुनुहुन्छ होला। आजको भिडियोमा चाहिँ यस्तो स्पेशल केही त थिएन है, कन्टेन्ट चाहिँ, तर चाहिँ मैले मेरो डेली लाइफको बारेमा तपाईहरुलाई भिडियो यसो देखाइदिउँ कि भनेर भिडियो बनाइराखेको छु। र अहिले म चाहिँ यता साइप्रसमा छु र यहाँको अब त्यस्तै मैले के खान्छु है, तिनीहरू मैले चाहिँ मेरो फुडहरू के हुन्छ तिनीहरू देखाइदिन लागिरहेको छु। अहिले चाहिँ म भर्खरै कामदेखि ब्रेकमा आएको छु र एकछिनपछि फेरि काममा नै फेरि फर्किनु पर्छ है। अब विदेशमा आइसकेपछि अब त्यही त हो, काम हैन। अब भन्न त मान्छेहरूले भन्छन् नि हैन, मनी इज नट एभ्रिथिङ। तर यहाँ विदेश आइसकेपछि तब चाहिँ आफूलाई चाहिँ थाहा हुन्छ कि मनी इज एभ्रिथिङ हैन। पैसा छ त सब कुछ छ, पैसा छैन त केही छैन है। अनि त्यसपछि मैले चाहिँ पार्ट टाइम मन्थ काम गरिरहेको हुन्छु। आज चाहिँ मेरो कम्पनीमा चाहिँ छुट्टी भइरहेको हुन्छ। हप्ताको 2 दिन चाहिँ मेरो कम्पनीमा छुट्टी हुन्छ र त्यो दिन चाहिँ मैले जस्ट डेली चाहिँ मैले अन्त पार्ट टाइम होटलमा काम गरिरहेको छु। अनि कम्पनीमा चाहिँ यसपालिदेखि चाहिँ अब चाहिँ हप्ताको 2 दिन चाहिँ बिदा र एभ्री फ्राइडे चाहिँ हामीले अब जम्मा 5 घन्टा, नत्र अरू बार चाहिँ हामीले अब 8 घन्टा काम गर्नु पर्थ्यो। र अब विन्टर सिजन भरिमा चाहिँ हाम्रो एभ्री फ्राइडे चाहिँ 5 आवर्स मात्रै काम गर्ने भनेर कम्पनीले त्यो भनेको छ। र त्यही भएर अब बल्ल मैले भिडियोहरू खिच्ने मौका पनि पाउने छु। टाइम हुन्छ नि त, तर कहिले कसो चाहिँ टाइम पाइँदैन। हेर्नुस् हैन, कामै काम आफूले आफूलाई बिर्सिसकेको छु कि मैले हैन। कामले गर्दाखेरि न त घर परिवारतिर टाइम नै दिन पाइरहेको छु, न आफ्नो शरीर अब यताउति हैन, हेल्थ हल्का जस आफ्नो शरीरलाई मेन्टेन गर्न पाइरहेको छैन। र अहिले म भर्खरै तपाईहरुलाई देखाउन गइरहेको छु मेरो ब्रेकफास्ट। यही न गाइजहरु है, मेरो ब्रेकफास्ट है। म अहिले आफ्नो यो बस्ने कोठामा छु। यो चाहिँ बटर हो, अनि आलमन्ड, अनि त्यसपछि यो चाहिँ क्रोसन टाइपकै बनाएको छ है। क्रोसन नै नर्मली क्रोसन जस्तै हो, तर अनि त्यसपछि यो चाहिँ बदम हो, तर नेपालको बदम भन्दा अलि ठुलो, यो चाहिँ अलि ठुलो साइजको हुन्छ। अनि यो चाहिँ ब्रेड र केक जस्तै हो यो है। अनि यता चाहिँ छ है, यो चाहिँ ब्रेड अनि मासु है, त्यसपछि चिज, यही न हो खानी। अनि यो चाहिँ हाम्रै बारीको अंगुर हो है साथीहरु। यो चाहिँ हाम्रो घरबेटी बाउ, हाम्रो जतिकै नै हो। जस घरबेटी बाले चाहिँ बजारतिर देखि चाहिँ अंगुर नकिन्नु भनेर चाहिँ बेला बेलामा अंगुर टिपेर ल्याइदिन्छन्। भर्खरै टिपेको हो, एकदम फ्रेश छ है। अब सो मैले आफ्नो ब्रेकफास्ट लिन गइरहेको छु। कन्ट्रीहरुदेखि चाहिँ पैसा पठाउने भरपर्दो माध्यम खोज्दै हुनुहुन्छ भने मैले तपाईहरुलाई ट्याप सेन्ड रिकमेन्ड गर्न चाहन्छु। एकदम नै भरपर्दो छ, रेट पनि राम्रै दिन्छ है। पैसा तपाईहरुले 1 पैसा तिर्नु पर्दैन है, पैसा पठाउँदाखेरि कस्ट लाग्दैन। र तपाईहरुले मेरो प्रोमो कोड युज गर्नुभयो भने फर्स्ट ट्रान्ज्याक्सनमा तपाईले
10 युरोसम्मको बोनस पाउन सक्नुहुन्छ। त्यसैले ढिला नगरी मैले डिस्क्रिप्सनमा एप्लिकेसनको लिङ्क र मेरो प्रोमो कोड दुवै राखिदिनेछु है। ढिला नगरिकन इन्स्टल गरेर समयमै 10 युरो बोनस लाई यो युरोप देशको बारेमा अब केही क्वेसनहरु छ भने लेट मी नो इन द कमेन्ट सेक्सन बिलो है। मैले जति सकिन्छ त्यति छिटो तपाईहरुको क्वेसनको एन्सर मैले दिने नै छु है। मसँग पर्सनली जोडिन चाहनुहुन्छ भने मेरो फेसबुक इन्स्टा दुवैमा फलो गर्न सक्नुहुन्छ। यस्तो यो पाउरोटीमा चाहिँ उतादेखि आउँदाखेरि चाहिँ पाउरोटी चाहिँ खानुपर्छ भन्ने सोचमा चाहिँ आउनु है साथीहरु। यता आइसकेपछि हामीले खान सक्ने भनेकै यही पाउरोटी मात्रै हो। अरु चाहिँ अब महँगो पर्छ नि त। यहाँको तुलनामा त अब सस्तो नै हो धेरै, तर हामीले युरो करेन्सीसँग नेपाली करेन्सी कन्भर्ट गर्दाखेरि अब महँगो पर्न जान्छ। सो हेर्नु नि त अब यही पाउरोटी खाइ गाला पनि पुरै पाउरोटी जस्तै भइसकेको छ। पाउरोटी खाँदै जिउ बनाउँदै गर्ने त हो साथीहरु हैन। यही नै थियो साथीहरु आजको मेरो भिडियो है। भिडियो कस्तो लाग्यो जस्तो लाग्छ मन परे लाइक शेयर अनि च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला। यदि तपाईहरुलाई कुनै यस्तो केही क्वेसनहरु यो जस्तै ट्याप सेन्डहरुको कुनै क्वेसनहरु छ भने लेट मी नो इन द कमेन्ट सेक्सन बिलो। म छिटो भन्दा छिटो तपाईहरुको समक्ष त्यसको भिडियो पनि राखिदिने छु है। त्यति भन्दै अब नेपालमा त दशैं पनि आउन लाग्यो है। विश्वको जुनसुकै कुनामा भए पनि विश्वको जुनसुकै कुना काप्चामा रहनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरु है दशैं राम्रोसँग मनाउनु होला। दशैंको अग्रिम शुभकामना व्यक्त गर्न चाहन्छु है। अनि त्यति भन्दै आज तपाईहरुको माझदेखि बिदा हुन चाहन्छु। कीप लभिङ सपोर्टिङ है। टिल देन बाय बाय, सी यू इन द नेक्स्ट भिडियो। जय नेपाल।